शिक्षा, स्वास्थ्य र रोजगारी हामी सबैको चाहना गोलन्जर गाउँपालिकाले पूरा गरोस् हाम्रो कामना। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू। हाम्रो गोलन्जरको विकास शीर्षकमा आयोजक वक्तृत्व कला प्रतियोगिताका सभाध्यक्ष ज्यू, यस कार्यक्रम सभाध्यक्ष ज्यू, प्रमुख अतिथि, मूल्याङ्कन समिति, आदरणीय व्यक्तित्व र मेरा प्यारा प्रतियोगिता साथीहरू लगायत सम्पूर्णमा मेरो अभिवादन। म श्री शारदा माडी कक्षा 6 की छात्रा हिंसु भुजन गोलन्जर विकास विषय वक्तृत्व कला प्रतियोगितामा आफ्नो विचार राख्न अनुमति लिन चाहन्छु। सुरुमा मलाई यो महत्त्वपूर्ण अवसर गोलन्जर विकास शीर्षकमा आफ्नो विचार राख्ने अवसर दिनुभएको आयोजकप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। यहाँ विकास भन्ने शिक्षा, स्वास्थ्य, यातायात, परिवर्तन नभए समाज, सामाजिक, आर्थिक, जागृति, संस्कृति, प्रविधि लगायत समाजमा आएको परिवर्तन अवस्था हो। यो गुणात्मक परिवर्तन हो भने परिमाणात्मक वृद्धि पनि हो। यो भन्न सकिन्छ कि विकास सम्पूर्ण क्षेत्रमा आएको प्रगतिशील तथा सकारात्मक परिवर्तन हो। मेरो विचारमा विकास भन्नाले मानिसको उपचारमा राइट चोइस र भोइसको अवस्था प्राप्त गर्न सक्नु विकास हो। अब गोलन्जर विकास भन्नाले गोलन्जर समग्र पक्षमा आएको सकारात्मक परिवर्तन हो। गोलन्जर नगरपालिका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सुन्दरता भरिपूर्ण पालिका हो। यो स्थान गोलन्जर डाँडाको नामबाट नामकरण गरिएको छ। यो बङ्गलादेश प्रदेश सिन्धुली जिल्ला अन्तर्गत साथी 7वटा गाविस मिली बनेको छ। ऐतिहासिक संस्कृति र प्राकृतिक रूपमा सम्पन्न हुँदाहुँदै अझै पनि विकास भन्दा पछाडि परेको छ। गणतन्त्र स्थापना भएपछि यहाँ केही विद्यालय, प्राविधिक शिक्षालय र क्याम्पस सञ्चालन गरेपछि अझै पनि विद्यार्थीहरू घन्टौँ हिँडेर विद्यालय जानुपर्छ। यहाँ सम्पूर्ण वडामा आवासीय विद्यालय सहित गुणस्तरीय प्राविधिक शिक्षालय व्यवस्थापन गर्नुपर्ने अवस्था छ। कृषि क्षेत्र हेर्ने हो भने गोलन्जर गाउँपालिका ग्रामीण भेगमा हुनाले यो कृषि कार्यको उर्वर भूमि भएको छ। यहाँ धान, मकै जस्ता खाद्यान्न बाली, भटमास, अदुवा जस्ता नगदे उत्पादन भएको छ। फलफुल खेती गर्नका लागि त यो पालिका राजधानी नै हो। किनभने यहाँ मेरै गाउँ पिन्कने र रतनचुरा जुनार शृङ्खलाको प्रसिद्ध क्षेत्र हुन्। यहाँ पशु पक्षी र किरा पालन पनि गरिन्छ। तर परम्परागत जीविकोपार्जन प्रणालीका कारण कृषिको जीवन सुधार आउन सकेको छैन। यसैले अब कृषि व्यवसायमा जोड दिनुपर्छ। कृषि व्यवसायिक विकास गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री, सहुलियत, ऋण र अनुदानको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। रोग र किराको प्रकोपले कृषकहरूले ठूलो क्षति भोग्नुपर्ने हुँदा प्राविधिक पशुपन्छी प्रविधि कृषकमा जोड दिनुपर्ने देखिन्छ। त्यस्तै विकास गर्नका लागि शीत भण्डार र कृषक उद्योग स्थापना जोड दिनुपर्ने बजारीकरण व्यवस्थापन गर्नुपर्ने देखिन्छ। यस पालिकामा रहेर वाक्सुटी, किचोरबन्दी जस्ता खोलाबाट विद्युत उत्पादन गरेर बन्दगमा रहेर जडीबुटी सम्बन्धी औषधि सञ्चालन गरेर रोजगारी सिर्जना तथा आर्थिक समृद्धि हासिल गर्न